everyone, welcome back to my Sonika Vlog 707 र तपाईहरु सबै सन्चै हुनुहुन्छ भन्दै आशा गर्दै र आज पनि मैले एउटा नयाँ भ्लग लिएर आइसकेको छु र आजको भ्लग चाहिँ केको लागि हो भनेर तपाईहरुले डिस्क्रिप्सनमा दिन सक्नुभयो होला है। र आज चाहिँ म छुट्टीमा आएको थिएँ है घर, त्यही भएर चाहिँ हामी घरमा मोमो बनाउन आँटेको र यहाँनिर चाहिँ प्याज काट्नुपर्छ त्यसलाई चाहिँ र यहाँनिर हाम्रो एग पनि काटेर रेडी भइसकेको छ र यहाँनिर चाहिँ न्युटेला भिजाइरहेको छु है। त्यसैले मेरो अचार पनि यहाँनिर चाहिँ मैले बनाएँ है, रेडी भइसकेको छ अचार पनि। तपाईँलाई म आज देखाउने छु, देखाउनुहोस्। यो चाहिँ तपाईँले देख्न सक्नुहुनेछ, यो चाहिँ मेरो गाउँ है। र यो चाहिँ हाम्रो घर हो, यहाँ चाहिँ आमा हुनुहुन्छ, आमा बिस्कुट निकाल्नुहुन्छ चियासँग खानुको लागि। र यो चाहिँ मेरो हाम्रो घरको आँगन फुलहरू है, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो घरमा चाहिँ एकदमै फुलहरू रोप्नुहुन्छ नि त घरमा आमाले, फुलहरू अस्ति आएको हजुर। यो चाहिँ हाम्रो गाउँ है, हेर्नु यस्तो दामी अर्किड भइरहेको छ है, यस्तो दामी भइरहेको छ। यो चाहिँ हाम्रो घर, हाम्रो घर चाहिँ अलिक कम्प्लिट भएको छैन है। हुन्छ र यहाँ चाहिँ हाम्रो दादा प्याज काटिसकेर चिया खानुहुँदैछ है। यहाँनिर चाहिँ हाम्रो आमा, मेरो आमा चाहिँ चिया खाइरहनु भएको छ र यो चिया चाहिँ मेरो। अब न्युटेला काट्नुपर्छ, अन्तखेरि चाहिँ मैदा गुन्नुपर्छ है। हेर्दै गर्नुहोस् मेरो ब्लग। र यहाँनिर चाहिँ अब पापाको लागि तेल तातिँदैछ है, तपाईँले चाहिँ कसरी हाल्नुहुन्छ, हामी चाहिँ तताएर हाल्छु। र हाम्रो चाहिँ यहाँनिर भाउजू पनि आउनु भएको छ। आमा न्युटेला काट्दैछ, हुन्छ हेर्दै गरौँ। मेरो ब्लग र हाम्रो चाहिँ यहाँनिर किमा पनि रेडी भइसकेको छ है। र यहाँनिर आटाडल्ला बनाउँदैछ हाम्रो दादाले। यहाँनिर चाहिँ मेरो बहिनी आइरहेको छ, यता हेर। र हामी तपाईँलाई बनाएर देखाउँदैछु, हेरिदिँदै गर्नुहोस् होला। हाम्रो चाहिँ यहाँनिर मोमो पनि रेडी भइसकेको छ। अब यो चाहिँ पाकोमा पकाउनुको लागि लानु आँटेको छ। आमा लु भयो, चाहिँ मैले बनाएको मोमो है, कस्तो भयो गाइस। पाक्नुको लागि लान्छ है। र अब चाहिँ यो सबै पाकिसकेर देखाउँछु है भिडियो। फाइनली गाइस हामीले चाहिँ मोमो बनाइसकेको छौँ है। र यहाँनिर चाहिँ हाम्रो मोमो पाक्दैछ, यहाँनिर चाहिँ हाम्रो पाकिसकेको छ है। भेट्नेछु म नेक्स्ट ब्लगमा। बाई बाई, गुड नाइट सबैलाई।